जीवन एउटा वरदान हो अनि दुःख वरदान पाउँदाको उपहार। जुन कुरा हर कहिले अर्पण गर्नै पर्दो रहेछ। जब हामी जीवनको भागीदार हुनेछौँ त्यसपछि बल्ल हाम्रो जीवनको यात्रा सुरु हुँदो रहेछ। गाउँदेखि सहर अनि सहरदेखि अझै ठुलो सहर। साँच्चै यो सहर सपनाले भरिएको कर्मथलो रहेछ, जहाँ हर कोहीले दुःख, घृणा, अभाव सहेरै भए पनि कर्म गर्नै पर्ने। त्यसैले त यहाँ हर कोही आउँछन् आफ्नो जितको लागि। यहाँ हर कोहीले कर्म गर्नै पर्छ आफ्नो सपना साकार पार्नको निम्ति। यहाँ एकै दिनमा हजारौँ सपनाहरू जन्मन्छन् भने एकै दिनमा हजारौँ सपनाहरू मर्छन्। कहीँको सपना पुरा हुन्छ भने कहीँको सपना साकार हुन नपाउँदै बिचमै तुहिन्छ। साँच्चै यस्तै छ यो कर्मको खेल। यो एउटा पापी अनि स्वार्थीको सहर रहेछ। यहाँ हुनेलाई जति पनि छ, केही नहुनेको जीवन मेरो जस्तो, जसको आफ्नो भन्नु कोही छैन, जसलाई कहीँ पुग्नु नै छैन। बाँचिरहेको छ त केवल यो पापी पेटको लागि, भोकको लागि। यहाँ सबैका आफ्नै जीवनका बेग्ला बेग्लै कथा छन् रे। कयौँले सारा संसारलाई सुनाएका छन् भने कयौँको सपना भित्रभित्रै दबिएको छ रे। यहाँ सबैका थरीथरीका कथा छन्, कसैको दुःखको कथा त कसैको खुसीको कथा। हुन त भावीमा जस्तो लेखिएको छ त्यस्तै हुन्छन् अरे हर कोहीको जीवनको कथा, जसलाई न मेट्न सकिने न बदल्न सकिने। केवल भावीमा जे छ त्यो भोग्नु नै पर्ने। तर यो मैदानको सबैभन्दा बेग्लै पात्र मै होला, जसलाई न कसैको माया छ न कसैको साथ, जसको न कुनै परिचय छ, जो आफूलाई चिनाउन पनि हिचकिचाउँछ, जसलाई हिम्मत पनि आउँदैन म यो हुँ भनेर चिनाउनलाई। तर आज मैले हिम्मत जुटाएरै भए पनि आफूलाई चिनाउनु पर्नेछ, नत्र म जस्तोको कथा भित्रै दबिरहनेछ, जसको जिन्दगी दुःख र पीडाले भरिएको छ, जुन कथा यो सारा संसारलाई सुनाउनै पर्नेछ। म त्यही व्हील चेयरमा बसी केही माग्दै हिँड्ने माग्ने, जसलाई नाम त बुवा आमाले दिएर गए तर उपनाम भने यही समाजले राखिदियो, जसको नामभन्दा बढी उपनाम प्रयोग हुन्छ माग्ने। हुन त यहाँ धेरै सम्बोधनहरू छन् कसैसँग नजिकिनलाई, जस्तै दाई, भाइ, अङ्कल, साथी। तर कसैलाई नजिकिनु छैन मसँग, किनकि ती त ठुला बडा हुने खाने मान्छे अनि म हुँदा खाने। अनि कहाँ स्तर मिल्छ र हाम्रो। अभागी कति छु नसोधे हुन्छ, सपना बोक्ने आँखाभरि आँसु बोकी हिँडेको छु। म जस्तै दुःख र पीरमा परेकालाई उद्धार गर्नुपर्ने यादले आफ्नै जीवन धान्न माग्दै हिँडेको छु। हाँसखेल गर्दै रमाउने उमेरमा खुसीबाट बिछोडिएर एक्लो भएको छु, जस्तै रुखबाट छुटिएर खोलीमा झरेर बगेको पात जस्तै। घरि यता ठोकिएको छु, घरि उता, मनभरि चोटै चोटली आफ्नै जीवन जोगाउनलाई सङ्घर्ष गरेको छु। तर पनि झुटो मुस्कान यी ओठमा कमी हुन भने कहिल्यै दिएको छैन। आफू त अभागी परियो, भाग्यले ठगेको, परिस्थितिले एक्लो बनाएको। तर पनि म जतिसुकै एक्लो हुँ, हिम्मत भने कहिल्यै हारेको छैन। यही एक्लोपन र झुटो मुस्कानलाई नै सहारा बनाई लडेको छु यो जिन्दगीसँग। आमा तिमी साथमा नभए पनि तिमीले सानो छँदा भन्नुभएको वचनले आजसम्म साथसँगै मन भुलाउने बाटो दिएको छ। आमा तिमीले भन्ने गर्थ्यौ, जति हाँस्नु छ अहिले नै हाँस, जति खेल्नु छ अहिले नै खेल, जति रमाउनु छ अहिले नै रमाउनु। किनकि पछि तिमी जति ठुलो हुँदै जानेछौ तिम्रो वरिपरिका सबै तिमीबाट टाढिँदै जानेछन्। तिमीले आफैले थाहा पाउने छैनौ तिमी कहिलेबाट एक्लोपनको छायामा पर्यौ भनेर। किनकि जब तिमी ठुलो हुँदै जानेछौ तिमीसँगै तिमी भित्रको एक्लोपन पनि हुर्किँदै जानेछ। तर पनि तिमी एक्लोपनसँग कहिल्यै कमजोर नहुनु। त्यति बेला तिमी भित्रबाट आफूलाई हेर्नु र भन्नु, जबसम्म मेरो शरीरमा यी दुई हात छन् तबसम्म म आफैलाई साथ दिन सक्छु अनि यो एक्लोपनलाई जित्न सक्छु। आमा भन्नुहुन्थ्यो, बाबु म त रोगी मान्छे, धेरै बेर बाँचुला या नबाँचुला, के भर्यो जीवनको, त्यसैले तिमी ठुलो हुँदासम्म तिमीलाई साथ दिन सकुला या म नरहुँला। तर पनि म तिम्रो पुरा शरीरमा रगत बनी बगेर तिमीलाई साथ दिइरहेको हुनेछु। त्यसैले तिमी आफूलाई अनि आफ्नो शरीरलाई धेरै माया गर्नु ल। अनि म सम्झाउने छु मेरो बाबुले मलाई कति धेरै माया गरेको भनेर। अनि बाबु तेरो जीवनमा जतिसुकै बाधा अर्चन किन नहोस्,
तर पनि यो छोरा कहिले हरेस नखाए, किनकि मैले तँलाई 2 वर्षसम्म खुवाएको दुध जिताउनलाई हो, हरेस खानलाई होइन नि है। अनि बाबु, कहिले आफूसँग गुनासो नगर्नु, मैले मेरी आमाको दुधको ऋण तिर्न सकिनँ भनेर। मलाई थाहा छैन तँ जीवनमा सफल होलास् या नहोलास्, तर पनि ए छोरा, जीवनमा कहिले हरेस नखाई सङ्घर्ष गरिराख्नु है। कहिल्यै लोभ लालच नगरी आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नु है। अनि एउटा आमाको लागि योभन्दा ठुलो उपहार अरू के हुन सक्छ र अरू।